सद्गुरु भगवान को। अति सुन्दर भजन। गुरु बिना ज्ञान कहिले हुँदैन। यहाँ सुखदेव महामुनिसँग राजन परीक्षितले त्यही भन्नुहुन्छ। वरियाने सते प्रश्न कृतो लोकहितं नृपः आत्मवित् सम्मतः पुंसां श्रोतव्यादिषु या परः। सुखदेव महामुनि राजन परीक्षितलाई भन्नुहुन्छ, बाबु तिमीले ठिकै भन्यौ कि मर्ने व्यक्तिले गर्ने कर्तव्य के हो? तिमीले मलाई सोध्यौ। धेरै कुरा छन्। एउटा कुरा थाहा छ तिमीलाई? राजन परीक्षितले भनेछन्, गुरुजी के कुरा होला? मनुष्यको जम्मा आयु त 100 वर्ष हो नि त। अनि निद्रयार्यते न कथं व्यवायेन च वावया दिवाचारते हया राजन कुटुम्ब भरणेन वा। निद्रयार्यते नक्तम, आधा उमेर के गरेर जान्छ अरे थाहा छ? सुतेर जान्छ। बाल्यकालमा 20 वर्ष बितेर जान्छ, वृद्ध अवस्थामा 20 वर्ष बितेर जान्छ। रह्यो कति? जम्मा रह्यो 10 वर्ष। त्यसमा के गर्ने? कुटुम्ब भरणेन वा। आफ्नो पेट भर्नु कि आफ्नो सन्तानको पेट भर्नु भन्दा भन्दै त्यो 10 वर्ष पनि निस्केर जान्छ। अनि भगवानको नाम कतिखेर जप्ने भन्दा छैन। सबै गर्न हामीलाई समय निस्किन्छ सज्जन, तर भगवानको नाम जप्न, पुराण सुन्न, भजन कीर्तन गर्न समय निस्किँदैन। भन्नुहोस् न, राधे राधे। यसो सोची हेर्नुहोस् त, अहिले यही ठाउँमा कहीँ एउटा नाट्य कुनै नाटक हुँदै थियो भने हामी खान पनि पर्ने थिएन होला, होइन? सबै कुरा त्याग गरेर त्यो नाटक हेर्न जान्थ्यो। तर कहीँ बसेर एकछिन भगवानको कथाहरू सुन्नु पर्यो, कीर्तनहरू गर्नु पर्यो भने हामीलाई कस्तो लाग्छ अरे थाहा छ? कतिखेर उठेर हिँडौँ। त्यो भनेको चाहिँ कली पसेको रहेछ मेरो शरीरमा भन्दा जान्दा हुन्छ। जसलाई भगवानको स्थलमा बसेर उठेर छिटो छिटो भागौँ जस्तो लाग्छ नि, होइन मेरो भित्र त कली बसेकै रहेछ। भन्नुहोस् राधे राधे। अनि भित्र कली छ भने राम्रा कुराहरू कहिले रुचाउँछ? रुच्छ त? भन्दा कहिले रुच्दैन। जब सोच्नु कि मलाई पुराणमा जान मन लाग्छ, मेरो अनेकौं कामलाई छोडेर म चाहिँ पुराणमा जान्छु जस्तो लाग्छ भने भन्नुहोस् कि मेरा हृदयमा त भगवान नारायणले वास गर्नु भएछ। आफै खुसी हुने हो। खुसी कसैले दिने होइन। मैले यहाँलाई भने नि कि कहीँ भजन कीर्तन गर्न जान मन लाग्दैन, तीर्थयात्रा गर्न मन लाग्दैन, पुराण सुन्न मन लाग्दैन भने सोच्नुहोस् कि मेरा हृदयमा भगवानको त होइन, कलीको वास भएछ। मैले भन्नै पर्दैन नि, होइन? यसो सोची हेर्नुहोस् त, हो कि होइन? राम्रो ठाउँमा भगवानले वास गर्नुहुन्छ। भोरमा गएर बस भन्नु भने कोही बस्छ? तपाईँ त बस्नुहुन्न नि, भगवान आएर बस्नुहुन्छ? बस्नुहुन्न नि। त्यही कारण भन्नुहोस् न, राधे राधे। तेषां प्रमत्व निधनम पश्यन् अपि न पश्यति। म मर्दैछु भन्ने कुरा जान्दछन् अरे। तपाईँ हामीहरूलाई सबैलाई थाहा छ नि, हामी एक दिन मरेर जान्छौँ भन्ने कुरा सबैलाई थाहा छ नि, होइन? तर पनि अझै हामीलाई के गर्न मन छ सोच्नुहोस् त। यसो पनि गरौँ भनेको भएन। एकजना 101 वर्षका बा हुनुहुन्थ्यो। बा अझ के गर्न मन छ भनेको, के गर्नु बाबु, अझै एउटा दुईटा घडेरी किनिदिउँ कि भन्ने सोच बनाएको छु भन्नुहुन्थ्यो। वर्षपछि 101 हुनुहुन्थ्यो, तर उहाँको सोच के रहेछ? एक दुईवटा घडेरी किनिदिउँ कि जस्तो सोच बनाएको छु भन्नुहुन्थ्यो। अनि मैले भने, बा यो मर्ने बेलामा त घडेरी होइन नि, भगवानको नाम पो जप्नु पर्दछ त एकान्तमा बसेर। बाहिर जान त सकिँदैन। यो एकान्त भनेको मनभित्र कोहीसँग नबोलिकन शुद्ध मतेला लगाएर भगवानको नाम जप्ने बेला हो नि त। अब त फेरि एउटा भिटा भन्दा भन्दै मरियो भने त के होला नि भनेको, गुरुजी हुन त हो नि, तर मन कहाँ मान्दो रहेछ र भन्नुहुन्थ्यो। भन्नुहोस् न, राधे राधे। तपाईँ हामीलाई त त्यस्तो लागेको छैन नि।
अर्काले दिएको सम्पत्तिले पुग्दैन। बाबा आमाले कमाएको सम्पत्ति छोराछोरीलाई काम छैन सज्जन, छोराछोरीले बिग्रिने मात्रै हो। आफूले मेहनत गरेर कमाएको सम्पत्ति छ भने त्यो सम्पत्तिको माया लाग्दछ। एउटा कहावत छ नि हैन, सायद आमाहरूलाई आउँछ भने त अहिले यो के खेल्ने भन्छन् सङ्गिनीहरू हैन, छोडिहाल्नु। आकाशमा उड्ने गरुड र सुगा हो, भुइँ भुइँमा उड्ने के भन्नुहुन्थ्यो नि हैन? आउँछ माताजी भन्नुहोस् न, दिदीलाई आउँछ। आकाशमा उड्ने गरुड लचिला हो, भुइँ भुइँमा उड्ने सुगा, बाबुका धनले के गर्नु र मलाई, फाकी गए सब लुगा। बाबा आमाले कमाएको सम्पत्तिद्वारा मोज मस्ती गर्छु भन्नु पर्दैन, सबै नष्ट हुन्छन्। बाबा आमाले कति लुगाहरू किनेर दिनुभयो, खोइ छ त भन्दा छैन। कति राम्रो छ हैन? त्यही कारणले अर्काको सम्पत्तिमा आशा गर्नु हुँदैन। यो बाहिर सम्पत्तिमा केही पनि छैन सज्जन। साँच्चै भन्नु भने यो सम्पत्ति चाहिँ के गरे भने नि सपना झैं सपना हो रे। सपनामा अट्टहास सम्पत्ति देखिन्छ, विपना मोड त केही हुन्छ भन्दा केही हुँदैन। यो अहिले हामी सपनामा छौँ, हामी मरेर जान्छौँ थाहा छ हामीहरूलाई। अनि यो पनि मेरो, त्यो पनि मेरो, यता पनि मेरो, त्यता पनि मेरो, मेरैमै जीवन व्यतीत हुन्छ। भगवानका नाम कहिले जपिँदैन। त्यही कारणले अहिले नि जपिहालौँ न, राधे राधे, प्रेम से भनौँ न राधे राधे। तेषां प्रमत्तो निधनं पश्यन् अपि न पश्यति। म मर्छु भन्ने कुरा नि थाहा छ, थाहा हुँदा हुँदै पनि बिर्सेर जान्छ। त्यही कारणले नवदा भक्तिको बारेमा भन्नुहुन्छ राजन, श्रोतव्य, सुन्नु पर्दछ, नसुनिकन केही पनि जानिँदैन। यी हामीहरूले राम श्याम सीता भगवान अर्काले भनेको सुनेरै जानेका हौँ। यदि यस्तो लाग्दछ हामी जन्मिसक्दा एउटा कोठामा छोडिदिनु अनि खाना मात्रै दिनु, नबोलिकन बस्नु भने त्यसले के बोल्न जान्दछ होला र? केही सुन्दै सुनेन भने केही जान्दछ? सुन्न त हुन्छ। हामी भन्छौँ आमा भने, बाबा भन्, दाजु भन्, दिदी भने, काका भने, काकी भन्, भन्दा भन्दै उसले बोल्न जान्दछ अरे सज्जन, नबोलिकन जान्दैन। त्यही कारणले श्रवण गर्नुपर्दछ, सुन्नु पर्दछ, नसुनिकन केही कुरा जानिँदैन। अनि सुनेको कुरालाई कीर्तितव्य, कीर्तन गर्नुपर्दछ। अनि स्मर्तव्य, मैले के भनेर कीर्तन गर्नुपर्छ सम्झिनु पर्दछ। अनि चेतछदा भयम, यदि अभयलाई त्याग गर्नु छ भने, डरलाई त्याग गर्नु छ भने, म मर्छु भन्ने कुरालाई त्याग गर्नु छ भने भगवानका नाम जप्नु पर्दछ। जन्मको लाभ त्यतिखेर हुन्छ। हामी चाहिँ त्यतिखेर मान्छौँ कि जब अकाश सम्पत्ति कमाइयो भने आज चाहिँ मेरो जन्मको लाभ भयो भन्छौँ होइन? त्यो चाहिँ लाभ होइन अरे, त्यो चाहिँ विलाप अरे सज्जन। लाभ र विलापमा धेरै फरक छ। धेरै सम्पत्ति भयो भने पनि निन्द्रा लाग्दैन अरे, भन्नुहोस् न राधे राधे। जन्म लाभ पर पुंसामन्ते नारायण स्मृति। अन्तिम समयमा नारायण भगवानको सम्झना आओस् रे। मर्ने बेलामा पनि नारायण नारायण भनेर मर्न पाइयोस् अरे, त्योभन्दा सुख के होला? अब मर्ने बेलामा नारायणको नाम जप्नका निमित्त आजैदेखि अभ्यास गर्नु पर्यो नि त। अनभ्यासे विषम विद्या, यदि जानिरहेको कुरा पनि भन्ने नभने पनि त्यो पनि विष बन्छ अरे। अनभ्यासे विषम विद्या अजीर्णे भोजने विषम। कोही अगाएको छ, पेट पुरै फुल भएको छ, अनि कसैले खानेकुरा दियो भने जति सुकै मिठो होस् न त्यो रुच्दैन अरे, मिठो हुँदैन अरे। दरिद्रलाई जति सुकै राम्रो सभा होस् न त्यो सभा उसलाई पस्दैन अरे। त्यही कारणले अन्तिममा भगवानको नाम जप्नका निमित्त अहिले हामी सबै सँगै बसेका छौँ नि, एकैचोटि चाहिँ मरिँदैन नि सज्जन। राधे राधे। कोही कता कोही कता कोही कता हुन्छ।
होइन हामी त पुरानो सुन्न सँगै गएका थियौँ, साथी त जाने अरे म पनि जाने भन्नु चाहिँ बेकार हो नि। फेरि मरेर नि त्यसरी जान पाइदियो भने चाहिँ हुन्थ्यो, तर पाइँदैन। जन्मको लाभ त्यतिखेर हुन्छ, कतिखेर भन्दा अन्तिम समयमा मर्ने बेला मात्रै भगवानको नाम जप्यो भने त्यो जन्मको लाभ हुन्छ। यसो छोराछोरीहरूले घरमा जति सुकै बसेर घोट्यौँ पढुन्, तर अन्तिम फाइनल एक्जाममा फेल भयो भने त्यो हिजो अस्ति घोटिएको के हुन्छ? व्यर्थै हुन्छ। भन्नुहोस् न, राधे राधे। हो त्यतिखेर पास गरे भने के हुन्छ? हो अस्ति राम्रोसँगले पढ्थ्यो, पढाइको लाभ भयो। त्यही कारणले एउटा भागवत नाम गरेको ग्रन्थ छ, म तिमीलाई सुनाउँछु। अत्यन्त पवित्र भागवत ग्रन्थ छ। व्यास नन्दन मेरा पिता वेद व्यासजीले मलाई प्रदान गर्नुभएको भन्नुहुन्छ सुखदेव महामुनि। तिमी किन डराउँछौ? तिम्रो त 7-7 दिन रहेछ। खटवाङ्ग नाम गरेका ऋषि थिए, उनको त जम्मा 2 मुहूर्त थियो, अर्थात् 48 मिनट थियो। तपाईँ पनि हामी सोच्दै होला हाम्रो चाहिँ आयु कति छ त, कति दिन हो भन्नुहुन्छ होला। हाम्रो आयु पनि जम्मा 7 दिन हो। बोलौ न राधे राधे। हाम्रो आयु पनि 7 दिन छ जम्मा। शनिबारदेखि गन्दै आउनुहोस् त, 7 दिन आयु। त्यो भन्दा विकल्प अर्को दिन छ, शनिबार, आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार, फेरि 3 शनिबारै आउँछ। हाम्रो आयु पनि त्यति नै हो। त्यही 7 दिनभित्र जन्मिन्छौँ र 7 दिनभित्र मरण गर्दछौँ। अनि मखाऊ मैलाऊ भन्ने भावना मात्र राख्यो भने चाहिँ स्वाहा हुन्छ। यसो सोची हेर्नुहोस् न, पहिले हाम्रा पिताजीहरूले, हजुरबाहरूले हामीहरूलाई मैले कमाएका सम्पत्तिले हुन्छ र आफै कमाएर खा, अनि पो गरी खाइन्छ त भन्नुहुन्थ्यो। अनि उनीहरूले केही गरेर खान्छु भनेर एउटा निचोड राख्दथे। अब अहिलेकाले त बाबा आमाले गरिदिन्छन् भनौँ होइन, विवाह गरेका हुन्छन्, छोरा छोरी भइसकेका हुन्छन्, बाबाको सम्पत्ति कहाँ छ भनेर आश गरेर बसेका हुन्छन्। त्यो किन भन्दा त बिग्रेको अब होइन। त्यो हामीहरूले नि त्यसै भन्नु पर्यो भने उनीहरू सप्रेर जान्छन्। अरे हामीहरूले उनीहरूलाई जति भनौँ त्यति सम्पत्ति दियो भने हामी पनि बिग्रिन्थ्यौँ होला। पहिले जसो भनौँ त्यसै गर्थ्यौँ भने हामी पनि आज यसरी हुने थिएन, मलाई बिग्रेरै हिँड्थ्यौँ होला। तर हामीहरूलाई कडाइ थियो नि त। 7-7 दिनको सीमिसँग समय छ। ब्रह्मबीज अविस्मरण, ब्रह्मबीजलाई जपन भन्नुभएछ। सुन्नुभएछ ब्रह्मबीज भनेको के हो भनेर? तपाईँ हामी नि गीता पढ्छौँ कि पढ्दैनौँ? कोमल गीता हुन्छ नि। ओम यो एकाक्षरी ब्रह्म जपतै सन्धै रमैकना, जो देहा छोड जतो पुग्छ कैवल्य गति अर्जुन। भगवान श्री कृष्णले अर्जुनलाई भन्नुभएको छ गीतामा, भगवानको नाम जप्दै जप्दै जसले मर्दछ नि उसले फर्केर आउनु पर्दैन। अब हामीहरूले किताब खोलेर हेर्न छोडिहाल्यौँ। बाबा हजुरबाहरूले पढेका पुस्तक त घरमा राखेका छौँ नि, तर के गर्नु, पहेँलो कपडाले फनफन बेरेर, रातो कपडाले फनफन बेरेर राखेका छौँ। भित्र खोल्नुभयो भने माउर लागेर किताब स्वाहा भइसकेको छ। तर कहिले खोलेर एकचोटि यो किताबमा चाहिँ के छ भनेर हेर्ने बानी छैन। अनि त्यो किताबमा ओमकार छ कि अकार छ के थाहा होइन। अहिले त अरू कुरा थाहा हुन्छ। एउटा वेद आएको छ, अर्को 5औं वेद। पहिले 4वटा वेद थियो अरे होइन। हिजो हामीहरूले 4वटा वेद भनिरहेथ्यौँ नि, अहिले 5औं वेदको नाम आइरहेछ मोबाइल। भन्नुहोस् न राधे राधे। त्यसमा कति राम्रा कुरा देखिन्छन्। अर्काले झगडा गरेको, कुटेको, पिटेको, चोरेको, चकारी गरेको, तिनै मात्रै कुरा सुनिन्छ। मती पनि त्यसमै जान्छ जस्तो लाग्छ। सुत्ता पनि त्यही भन्नुहुन्छ ल, लगो लगो सको सको भन्नुहुन्छ होला बेला त्यस्तो लाग्दछ कि भन्नुहुन्न? भन्नुहोस् न राधे राधे। 5औं वेद चाहिँ मोबाइल हो सज्जन। त्यो बिना खाना चाहिँदैन, तर मोबाइल चाहिँ चाहिन्छ। त्यही कारणले ब्रह्म बीज अविस्मरण, ओमकारको ओम यो एकाक्षरी ब्रह्म जप्तै सन्धै रमैकना,
जो देह छोड्छ तो पुग्छ कैवल्य गति अर्जुन ओंकारः चार्थ शब्दस्य द्वावेतो ब्राह्मणा पुरा कंठं भित्वा विनिर्यातो तस्मत् माङ्गलिका उभौ। यी मङ्गल वस्तुहरूलाई जप्नु पर्दछ अरे। अहिले त सुर्के थैली पनि गइहाल्यो माताजी, बोक्न छोडियो हैन। भगवानको नाम जप्दा न थैली खोल्नु पर्यो, न बाकस खोल्नु पर्यो, न ढोका खोल्नु पर्यो। खोल्नु पर्छ एउटा के भन्दा ओठ, अरु केही खोल्नु पर्दैन। बेलुका ओछिनमा सुत्ने अनि भगवानका नाम पनि जप्ने, बिहान उठ्ने भगवानका नाम जप्ने, मुख धोइरहनु पर्दैन, नुहाइरहनु पर्दैन नि त। मैले यहाँलाई हिजै भने बिहानै उठ्ने अनि हातलाई रगड्दै अनि यसो हेरेर भन्ने कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती करमूले स्थितो ब्रह्मा प्रभाते करदर्शनम। यसरी हातका हत्केलामा हेरेर बिहानै उठेर भन्ने। त्यति गरे पनि दिनभरि अरु आया व्याय कर्ममा लागिरहनु केही छैन, दोष छैन। तर बिहान र बेलुका मात्रै पनि भगवानका नाम जप्न सक्यो भने अन्ते नारायण स्मृतिः, अन्तिम समय पनि नाम जप्न पाइन्थ्यो कि। कति राम्रो कुरा छ। त्यही कारणले भन्नुभएछ यो संसार नै राजन परीक्षित, सबै कुरालाई जित्नु पर्दछ भन्नुभएछ। केलाई जित्नु भनेको त जिता सनो जिता श्वासो जिता संगो जितेन्द्रिया स्थूले भगवतो रूपे मन संधारयो धियः। आसनलाई जित्नु पर्दछ। बुझ्नुहुन्छ नि आसनलाई जित्नु पर्छ भनेको के बुझ्नुहुन्न? भन्नुस् न राधे राधे। आसनलाई जित्नु पर्छ भनेको उसमा झगडा गरेर हो त भन्दा होइन। एउटा आसनमा बसेपछि अर्को आसनलाई फेर्नु हुँदैन। जुन म यो आसनमा बसिरहेको छु अब मैले घुँडा टेकेर बस्छु, यसो गरेर बस्छु भन्न पाइनँ। त्यो भनेको आसनलाई जित्नु पर्यो। जिता सनो जिता श्वास हो, श्वासलाई जित्नु पर्दछ। धेरै रिसाउनु हुँदैन, रिसलाई त्याग गर्नु पर्दछ। जिता सङ्गः, सङ्गतलाई जित्नु पर्दछ। जितेन्द्रिय, इन्द्रियहरूलाई जित्नु पर्दछ। स्थूले भगवतो रूपे मन संधारयो धियः। स्थूल शरीर भगवानको स्थूल शरीरको ध्यान गर्नुपर्दछ अरे। यो सारा संसार विश्व ब्रह्माण्ड नि भगवानको स्थूल शरीर हो। के हो त भन्नुहुन्छ भने आतलमे तस्य हि पादमूलम् पठन्ति पाषणी प्रवदे रसातलम् महातलं विश्वसृजोऽथ गुल्फो तलातलं वै पुरुषस्य जङ्गे। यो संसार भगवानको स्थूल शरीर हो। पातल भनेको चाहिँ भगवानको पैताला हो। पातलमे तस्य हि पादमूलम्। पाद पाउको मूल भनेको के हो त भन्दा पैताला। पठन्ति पाषणी प्रवदे रसातलम्। जुन पाषणी छन् ती चाहिँ भगवानको रसातल हो। महातलम विश्वसृजोत गुल्फौ। महातल भगवानको भनेको गुल्फौ हो। तलातलम वै पुरुषस्य जङ्गे। जङ्गा चाहिँ भगवानको तलातल हो। द्वे जानुनी सुतलम विश्वमूर्ते। द्वे जानुनी, यी दुईटा जानुनी जुन जानुनी छन् गोडा छन्, जुन जानुनीहरूको गोडा छन् नि ती चाहिँ द्वे जानुनी सुतलम, त्यो चाहिँ सुतल हो। उरुद्वयम वितलम चातलम च। जुन उरु छ त्यो वितल र तलातल हो। महीतलम तत जगनम महीपते। महीतल भनेको भगवानको जङ्गा हो। नवस्थलम नाभिसरो गृह्णन्ति। नवस्थल नाभिसरो गृह्णन्ति। नवस्थल भनेको चाहिँ भगवानको नाभि हो। यसरी
वर्णन गर्नुहुन्छ। सत्य मुक्ति र क्रम मुक्तिको बारेमा चर्चा गर्दै अगाडि भन्नुहुन्छ राजन परीक्षित, यदि तिमीलाई डरै लागेको छ भने नि एउटा उपाय चाहिँ छ मसँग, नमर्ने पनि उपाय छ भन्नुभएछ। अनि कुरा थाहा छ, तिमीलाई म विद्या आर्जन गर्छु भन्ने कुरा लाग्छ भने त्यो पनि छ, होइन मेरो रूप राम्रो हुनु पर्यो जस्तो भन्छ भने त्यो पनि छ, अनि होइन मेरो दाम्पत्य जीवन सुखमय बितेर जाओस् भन्छ भने त्यसको बारेमा पनि मसँग छ। सुन, यदि आयुको कामना गर्छौ भने अश्विनी कुमारको जप गर। म चाहिँ धेरै आयु बाँचौँ भन्ने लाग्छ भने अश्विनी कुमारको जप गर्नुपर्दछ अरे। म धेरै राम्रो बन्नु पर्यो जस्तो लाग्छ भने गन्धर्वहरूको जप गर्नुपर्दछ। स्त्रीको कामना गर्नेले उर्वशीको जप गर्नुपर्दछ। विद्याको काम गर्नेले भगवान भोले बाबाको जप गर्नुपर्दछ। मेरो जीवन दाम्पत्य जीवन सुखमय बितेर जाओस् भन्नेले उमाको तपस्या गर्न जप गर्नुपर्दछ। के गर्छौ तिमी? तिमीलाई त्यस्तो के लागेको छ? म मर्छु जस्तो लाग्छ भने आयुको अश्विनी कुमारको जप गर भनिदिनु भएछ। राजन परीक्षितले हात जोड्छन्, गुरु हजुरले मलाई भन्नुभयो म कृतज्ञ छु, तर म यी कुनै कुरामा म समर्थ छुइनँ। त्यसो भए सुन न त, हाम्रो आयु कसरी बित्दैछ तिमीलाई थाहा छ भन्नुभएछ? छैन। सूर्य उदाउनु र सूर्य अस्ताउनुमा हाम्रो आयु व्यतीत भएर जाँदैछ। आयु हरते वै पुंसाम मध्य नस्तम च वै यन्नसौ। घाम झुल्किनु र घाम अस्ताउनुमा हाम्रो जीवन व्यतीत भएर जाँदैछ। भन्नुहोस् न, राधे राधे। त्यही त हो नि, होइन? सुतो कतिखेर उज्यालो हुन्छ भनौँ, उठो कतिखेर रात पर्छ भनौँ। जीवन हाम्रा त्यसरी त व्यतीत भएर जाँदैछन् नि, होइन? बिहान हुन्छ कतिखेर बेलुका हुन्छ भनौँ, बेलुका भयो कतिखेर बिहान हुन्छ भनौँ। यो चञ्चल मन त्यस्तै हो। त्यही कारणले यदि यस्तै गरेर बिताउन चाहन्छौ भने चाहिँ नि काम छैन। तिमीलाई एउटा कुरा भनौँ भन्नुभएछ सुखदेव महामुनिले। के गुरुजी भनेर राजन परीक्षितले सोध्नुहुन्छ। बिलेवतरो क्रम विक्रमान्ये न शृण्वता कर्णपुटे नरस्या जिह्वा सती दादुरिरेकसूत दुरिगेवसूता न चोपगायन्त्युरुगाय गाथा। बिलेवतो रुक्रम विक्रमान्ये, जुन हाम्रा यी कानहरूलाई प्राप्त गरेका छौँ नि, यी कानलाई प्राप्त गरेर भगवानका राम्रा राम्रा कुराहरू सुनिँदैन, नराम्रा कुरा सुनिन्छन् भने त्यो रुखाका टोड्का समान हुन्छन् अरे। त्यो रुखाका टोड्कामा गएर जति सुकै कराए पनि त्यसले केही जीवनमा उपयोग गर्छ भन्दा गर्दैन। ती सुनेका कुराहरूलाई चाहिँ उपयोग गर्नुपर्दछ अरे। नशृण्वत कर्णपुटे नरस्य, यदि कर्णपुट भनेका दुना रूपी कानबाट भगवानका अमृत तत्त्वहरूलाई सुन्न सकेन भने ती कान होइनन्, ती के हुन्? रुखाका टोड्का हुन्। बोलो न राधे राधे। जिह्वा सते दा दुरेरे कसुता, जुन यो जिब्रालाई प्राप्त गरेको छ नि, संस्कृतमा दादुरिका भनेको भ्यागुत्व। यदि राम्रा कुरा जप्दैन, जे पाए त्यही भनेर कराउँछ भने चाहिँ भ्यागुत्व भन्दा कम्ती चाहिँ होइन रहेनछ। बोलो न राधे राधे। त्यो असार साउन महिनामा भ्यागुत्व कति कराउँछन्, होइन? दादुरिका भनेको भ्यागुत्व। यदि राम्रा कुरा जपिँदैन, नराम्रा कुरा मात्रै कराइन्छ, हाई र होइ मात्रै गरिन्छ भने भ्यागुत्व भन्ने चाहिँ भ्यागुत्व भन्दा कमी चाहिँ हुँदो रहेनछ। भार परम पट्ट किरीट चुष्टा मत्युत्तमाङ्गम ननमे मुकुन्द। भारम परम पट्ट किरीट चुष्ट, केवल यो हाम्रो शिर भार बोकाउनका मात्रै होइन अरे। त्यो के हामी लाउँछौँ नि, होइन? शिर हुँदै यदि त्यो बोकाउन मात्रै होइन अरे। यदि कहिलेकाहीँ यसो भगवानका मठ मन्दिरमा गएर, भगवानका विग्रहमा गएर मान्यजनहरूका चरण कमलमा ढोक्न पनि सक्नुपर्दछ अरे।
जुन हाम्रा हात छन् नि साभो करोनो कुरुतस पार्या हातहरू छन् यी हातले राम्रा राम्रा पुष्पहरू टिपेर भगवानलाई अर्पण गर्न सकिएन राम्रा राम्रा बातीहरू काटेर भगवानलाई आरती गर्न सकिएन राम्रो राम्रो नैवेद्यहरूलाई बनाएर भगवानलाई अर्पण गर्न सकिएन भने ती हाम्रा हात होइनन् रे के हो त भन्दा स्वाभौ ती मरेका मान्छेका हात हुन् रे हात त मरेका व्यक्तिका पनि त हुन्छन् नि हुँदैनन् र तर त्यसले केही गर्छु भने सक्छ भन्न सक्दैन त्यही कारणले हाम्रा हातले चाहिँ राम्रा राम्रा पुष्पहरू टिपेर भगवानलाई अर्पण गर्न चढाउनु पर्दछ अरे पुष्प फुल्दछ चढ्नका निमित्त सजनका निमित्त होइन हामी घर सजाउन भनेर पुष्प फुलाउँछौँ नि तर पुष्प फुल्दछ सजनका निमित्त चढ्नका निमित्त भगवानलाई चढाउनु पर्दछ एउटा पुष्प फुलेको 6 घण्टा पछाडि काम दिँदैन फेरि जब आफ्नो कामनालाई पुष्टि गर्दै भगवानलाई चढाउनुहुन्छ भने एउटा पुष्प फक्रेको 6 घण्टा भित्रमा चढ्ने अनि भगवानलाई अर्पण गर्ने हाम्रो बानी कस्तो छ थाहा छ काहीँ मन्दिर जाने एउटा ओइलाउँदै गरेको पुष्प हेर्ने आफ्ना बगानमा पुष्प हुन्छ कति मेहनत गरेर रोपेको हुन्छ होइन यो त भर्खरको राम्रो छ यो त भोलि पनि अर्काले देख्छ नि त राखौँ न राखौँ भनौँ अनि के गर्ने भन्दा ऊ त्यो ओइलाउँदै गरेको छ त्यो चाहिँ अब झर्छ अनि त्यो झर्दै गरेको पुष्प लगो अनि मन्दिरमा लान्छौँ अनि के भन्छौँ आँखा चिम्लिन्छौँ अनि अनेकौं प्रकारका कुरा माग्छौँ पुष्प कस्तो थियो फुल चाहिँ कस्तो थियो भन्नुहोस् न ओइलाउँदै गरेको फुल थियो अनि कामना चाहिँ कस्तो थियो झर गर्दै गरेका कामना त्यतिखेर दिनु हो भने भगवानले हामीले ट्रक बोकेर आउँदा नपुग्ने मागेर आउँछौँ बोल्नु न राधे राधे लगेको छ पुष्प ओइलाको अनि भगवानसँग मागेको छ हजारौं हजार सम्पत्ति पुग्ला त भन्दा पुग्दैन हैन भगवानसँग जानु यति पुष्प लिएर जानुपर्छ भन्ने छैन नि त सज्जन एउटा पुष्प लानु तर राम्रो पुष्प लानु भगवानलाई एउटा फल चढाउनु तर राम्रो फल चढाउनु हाम्रो यही त छ नि व्यवहारमा कहाँ जाने पुरानो सुन्न